हाम्रो देश नेपालको हिमालय क्षेत्रमा लुक्केरै रहेको एउटा यस्तो सुन्दर गाउँ जहाँ हत्या हिंसा त के रगतको एक थोपा बगाउन पनि निषेधित छ। तिब्बतको सिमानासँग जोडिएको यो एउटा यस्तो संसार हो जहाँ अहिंसा केवल एउटा शब्द मात्र होइन, यहाँका मानिसहरूको जिउने आधार नै हो। जहाँ बुद्धका उपदेशहरू केवल पुस्तकमा मात्र होइन, मान्छेका पाइला पाइलामा भेटिने गर्छन्। करुणा र दयाको यो अनुपम उदाहरण हेर्न, जान्न र बुझ्न आज हामी तपाईहरूलाई यही शान्ति भूमिमा लैजाँदैछौँ। हामी हिमालय क्षेत्रका चिसा पहाडहरूमा सङ्घर्षपूर्ण यात्रा गर्दै त्यही ठाउँ पुग्नेछौँ जहाँ पुग्दा कुनै कल्पनाको स्वर्गमा पुगेको महसुस हुन्छ। अब म धेरै के बोलौँ र दृश्यबाट यात्रा सुरु गरौँ है त। समुद्री सतहबाट करिब 3500 मिटरको उचाइमा रहेको यो सुन्दर धरतीको स्वर्ग लाङटाङ भ्यालीबाट अब हामी अगाडि बढ्दैछौँ र अब हामी योभन्दा अझै सुन्दर क्षेत्रहरू र गाउँ बस्तीहरूको दृश्यहरू पनि तपाईँहरूमा प्रस्तुत गर्दै जानेछौँ। अब हामी तिब्बत नजिकैसम्मको यात्रा पनि गर्दैछौँ र अब यहाँबाट अगाडि बढेपछि पनि गाउँ बस्तीहरू प्रशस्तै रहेको कुरा हामीले यहाँबाट स्थानीयहरूबाट जानकारी प्राप्त गऱ्यौँ र अब हामी यहाँबाट अगाडि नै बढ्दैछौँ र अब आउने दृश्यहरू अझै रोचक पनि हुनेवाला छन्। त्यसैले पनि भिडियो अन्तिमसम्म हेर्न चाहिँ नछुटाउनु होला भन्दै हामी अगाडि नै बढिरहेका छौँ। लाङटाङ उपत्यकाबाट यात्रा सुरु गरेको केही क्षणमै हामी मेन्दु भन्ने क्षेत्र प्रवेश गऱ्यौँ। मेन्दु पनि एउटा सुन्दर गाउँ क्षेत्र नै रहेको रहेछ। यहाँ पनि प्राय होटलहरू नै प्रशस्तै रहेको दृश्य देखिन्थ्यो अनि माथि माथि अग्ला अग्ला चट्टानका पहाडका श्रृङ्खलाहरू देखिन्थे भने त्योभन्दा अझै माथि हिमालयका श्रृङ्खलाहरू पनि देखिरहेका थिए। मेन्दु पनि एउटा सुन्दर उपत्यका क्षेत्र नै रहेको रहेछ अनि हाम्रो आँखाले पर विभिन्न हिमालयका श्रृङ्खलाहरू पनि देखिरहेका थिए। अब हामी तिनै हिमालयका श्रृङ्खलाहरू छिचोल्दै अगाडि बढ्नुपर्ने रहेछ। हिमालयको यस्तो क्षेत्रमा पनि यति सुन्दर गाउँ, यति सुन्दर बस्तीहरू देख्दा मलाई चाहिँ अचम्म पनि लाग्यो। खास गरी यो क्षेत्रमा कङ्क्रिटका घरहरू पनि प्रशस्तै निर्माण भइरहेका रहेछन् भने पहिला चाहिँ यो क्षेत्रमा पुरानै प्रकृतिका घरहरू प्रशस्तै रहेको कुरा स्थानीयहरूबाट हामीले जानकारी प्राप्त गऱ्यौँ। तर अहिले पछिल्लो समय भने यहाँ होटलहरू नै प्रशस्तै स्थापना भइरहेको हुँदा यहाँ कङ्क्रिटका घरहरू बढी निर्माण भइरहेका रहेछन्। मेन्दु गाउँको दृश्यहरूलाई पनि केही बेर अवलोकन गर्दै हामी हाम्रो यात्रामै अगाडि बढ्यौँ। हामी मेन्दु गाउँबाट अगाडि बढिसकेका छौँ। आँखै अगाडि दोर्जे लाक्पा लगायत अन्य विभिन्न हिमालका श्रृङ्खलाहरू मुस्कुराइरहेका छन् र अगाडि पनि अर्को छुट्टै गाउँ छ। के गाउँ हो? अब हामी त्यही गाउँ प्रवेश गरेर अगाडि बढ्नुपर्ने रहेछ र दोर्जे लाक्पा चाहिँ सबैभन्दा अग्लो हिमाल जुन चाहिँ काठमाडौँबाट पनि मजाले देखिन्छ। अहिले एकदमै सुन्दर पनि देखिरहेको छ। सबैभन्दा सुन्दर लागेको चाहिँ मलाई यो हिमाल र हामी त्यो हिमालको फेदामा कतै पुग्छौँ। हाम्रो यात्रा यसरी अगाडि नै बढिरहेको छ।
मेन्दु गाउँबाट केही बेर अगाडि बढेर हामी सिमदुङ भन्ने गाउँ क्षेत्र प्रवेश गऱ्यौँ। यो क्षेत्रमा पनि प्रशस्तै होटलहरू रहेका रहेछन् अनि सिमदुङ क्षेत्रको उचाइ चाहिँ समुद्री सतहबाट 3555 मिटरको हाराहारीमा रहेको रहेछ। सिमदुङ गाउँको दृश्यहरूलाई पनि केही बेर अवलोकन गरेर हामी हाम्रो यात्रामै अगाडि बढ्यौँ। हाम्रो दाईहरू चाहिँ यसरी पछाडि आउँदै हुनुहुन्छ है आनन्दले। लगभग दाई 70 वर्ष कटिसक्नु भएन कि कति पो? कति वर्ष कट्नुभयो उमेर? 65 वर्ष। 65 वर्षमा यतिको ऊर्जा छ हाम्रो दाईसँग। हामी सँगसँगै हिँडिराख्नु भएको छ। ल खुसी लागिरहेछ र अब हामी आज त अब हामी लगभग 1.5-2 घन्टामा पुगिहाल्छौँ। हजुर हजुर भोलि त्यहाँबाट पनि माथि क्याङ्जेबाट भोलि सबैभन्दा सुन्दर भ्यू चाहिँ भोलि हेरिन्छ। हजुर ल ल ल ए पोखरी पनि छ ए हस्। हिमालको काखैमा बसेका सुन्दर गाउँ बस्तीहरूको दृश्यहरू अवलोकन गर्दै हामी नेसपाली भन्ने क्षेत्र प्रवेश गऱ्यौँ। नेसपाली क्षेत्रको उचाइ समुद्री सतहबाट 3620 मिटर रहेको रहेछ। हामीले चाहिँ अझै योभन्दा धेरै उचाइ गेन गर्नुपर्ने रहेछ। आज हामी बास बस्ने क्षेत्रको उचाइ समुद्री सतहबाट 3800 मिटरको हाराहारीमा रहेको रहेछ अनि 3620 मिटरको उचाइमै पनि पानी जमेर पुरै बरफ भइरहेको दृश्य देखिरहेको थियो। अझ हामी 3800 मा पुग्दा झन् कस्तो होला भन्ने मनमा पनि लागिरहेको थियो। हामी निरन्तर यिनै दृश्यहरूको अवलोकन गर्दै अगाडि नै बढिरह्यौँ। यतापट्टि चाहिँ याकहरू देख्न सकिन्छ र यहाँको अर्को रोचक विशेषता चाहिँ के लाग्यो भने यता चाहिँ याक कसले छोड्छ कहिले छोड्छ भन्ने केही थाहा हुँदैन अरे। बच्चा जन्मियो भने पनि कसको थाहा हुँदैन अरे। यो तल बाटैभरि पनि यस्तै याकहरू प्रशस्तै चरिरहेको देखिन्थ्यो र यहाँ चाहिँ अब अरू मैले यसरी ट्रेकिङ गरेर हिँडेको ठाउँमा हिमालय क्षेत्रमा कतिपय ठाउँमा याकहरूको धेरै अब मूल्य पनि हुन्छ, महँगो पनि हुन्छ र महत्त्व पनि हुन्छ। यहाँ चाहिँ त्यो सुने मैले, अब खास हो या होइन, तर यहाँ चाहिँ छोडिन्छ अरे। महत्त्व त हुन्छ तर कसको हो, कहिले छोडियो, बच्चा कहाँ पायो कि पाएन, यस विषय समेत त्यति जानकारी हुँदैन भन्ने कुरा चाहिँ बुझ्यौँ हामीले छोड्दै आएको ब्याक साइड यस्तो देखिन्छ है। हेर्नु माथि हिमालहरू यस्तो राम्रो छ नि, जसलाई हेरिरहँ घन्टौँ टोलाएर जस्तो लाग्छ। र अझै अगाडि बढ्दै जाँदा जति अगाडि बढ्दै गयो त्यति सुन्दर दृश्य पनि देखिरहेछ। र यो अग्लो यो श्रृङ्खला हामी भोलि सब्मिट गर्छौँ चेरपुरी। अब यो चाहिँ एकदमै अद्भुत यात्रा हुनेवाला छ हाम्रो। पैँसठी वर्ष पुगिसक्नु भएको हाम्रो नामगेल दाइ पर पुगिसक्नुभयो। कति इनर्जेटिक हुनुहुन्छ। हामी चाहिँ पछाडि छ। हुन त हामीले भिडियो पनि गर्दै हिँड्नुपर्छ, केही ढिला त अवश्य हुन्छ, त्यही पनि दाइ एकदमै इनर्जेटिक हुनुहुँदो रहेछ। र यसरी हामी अगाडि नै बढिरहेका छौँ। अबको भूगोल, अबको प्रकृति, अबको परिवेश भनेको छुट्टै आयो। अब काला पत्थर जस्तै ढुङ्गाहरू पारी देखिन सुरु भइसके र अब हामी पुग्ने क्यान्जे चाहिँ कस्तो छ, मेरो पनि पहिलोपटकको यात्रा हो, थाहा छैन, जाँदै नै छौँ। अबको भूगोल यस्तो आउँदैछ दर्शकवृन्द। माथि गाउँ देखिरहेको छ, सायद हामी त्यहीँ बस्नुपर्ने हुन्छ आज।
चेरपुर हिमालको फेदमा गुम्बाहरू जस्तै दृश्य देखिरहेको छ। त्यतै नै हुनुपर्छ पक्कै पनि र हामी अगाडि नै बढिरहेका छौँ। यात्रा गर्नु त्यत्रो धेरै कठिन पनि छैन, सहजै भइरहेको अवस्था छ। हामी यसरी ठाउँमा बिसाउँदै अगाडि बढिरहेका छौँ। दाइहरू अहिले पछाडि हुनुहुन्छ, म केही अगाडि छु र हामीले छोड्दै आएका हिमालहरू यतापट्टि देखिरहेका छन्। तल लाङटाङ खोला सुन्दरताबाट बहिरहेको अत्यन्तै सुन्दर दृश्य छ। अहिले चाहिँ हामी यो याम्फू भन्ने क्षेत्रमा आइसकेका छौँ। यहाँको उचाइ 3714 मिटर रहेको रहेछ भने यो चाहिँ पहिरोको एकदमै जोखिमयुक्त क्षेत्र भनेर यहाँ बोर्ड पनि बनाइएको छ र माथिदेखि यसरी चट्टानहरू झरिरहेको देख्न सकिन्छ। यस्तो ठाउँमा चाहिँ धेरै बेर विश्राम गर्नु हुँदैन। त्यसैले पनि म थोरै दृश्य कैद गरेर अगाडि नै बढ्दैछु याम्फूबाट अब क्याङ्जेतर्फ। चारैतिर हिमालका श्रृङ्खलाहरूको सुन्दर दृश्यहरू अवलोकन गर्दै ठाउँमा विश्राम गर्दै हामी याम्फू भन्ने क्षेत्र प्रवेश गऱ्यौँ। याम्फूबाट हाम्रो आँखै अगाडि विभिन्न हिमालयका श्रृङ्खलाहरू पनि देखिरहेका थिए। यो क्षेत्रको उचाइ चाहिँ समुद्री सतहबाट करिब 3715 मिटरको हाराहारीमा रहेको रहेछ। आजको हाम्रो वासस्थान चाहिँ क्याङ्जे गुम्बा क्षेत्र रहेको थियो, जसको उचाइ समुद्री सतहबाट करिब 3800 मिटरको हाराहारीमा रहेको रहेछ। याम्फूबाट अगाडि बढेपछि भने हामीलाई केही चिसो भएको महसुस पनि भयो। हुन त हामी निकै उचाइ गेन गरेर पनि आएको हुनाले त्यस्तो महसुस भएको हुनसक्छ, तर अब हामी अझै उचाइमा प्रवेश गरेर माथि क्याङ्जे क्षेत्रमा बास बस्दा आज पक्कै पनि धेरै चिसो हुन्छ होला भन्ने मनमा पनि लागिरहेको थियो। अनि अर्को महत्त्वपूर्ण कुरा तपाईहरूलाई के जानकारी पनि गराउन चाहन्छु भने हामीले अगाडि देखिरहेको अग्लो हिमाललाई दोर्जेलाक्पा हिमाल भनेर तपाईहरूलाई जानकारी गराएका थियौँ। हामीलाई मेन्दु गाउँका स्थानीयहरूले त्यो हिमालको नाम के होला भनेर सोद्धा दोर्जेलाक्पा भनेर भन्नुभएको थियो, तर त्यो हिमालको नाम दोर्जेलाक्पा नभएर खाङछेम्बो हिमाल रहेको रहेछ, जुन कुरा हामीले क्याङ्जे गुम्बाबाट फर्किँदै गर्नुभएका एकजना स्थानीयवासी दाजुबाट जानकारी प्राप्त गऱ्यौँ। त्यसैले हामीले तपाईँहरूलाई यो कुरा पनि अपडेट गराउँदै अब हामी क्याङ्जे गुम्बातर्फ नै अगाडि बढिरहेका छौँ। अब चाहिँ हामी गाउँ पुग्न लागेको अवस्था छ भन्दा पनि अब यो पुल तरेर अनि यो पर चुच्चो ढुङ्गाहरू देखिएको ठाउँबाट उतापट्टि गाउँ रहेको रहेछ ल। र अझै हामीलाई लगभग 20 मिनट लाग्छ। जति अगाडि बढ्दै गयो उति पछाडि सरिरहे जस्तो देखिन्छ। हुन त हामीलाई हिँड्न पनि गाह्रो भएर होला। अनि हिमालय क्षेत्रको प्रकृति यस्तै नै हुन्छ। अब उचाइको क्षेत्र भएकोले नजिक देखिन्छ, तर जति अगाडि बढ्दै गयो त्यति टाढा टाढा गए जस्तो देख्न सकिन्छ। र अब चाहिँ लगभग हामी 20 मिनटमा गाउँ प्रवेश गर्छौँ।
लाङटाङ गाउँबाट यात्रा सुरु गरी करिब 3 घण्टाको यात्रा पश्चात हामी क्याङ्जे गाउँ क्षेत्र प्रवेश गर्यौँ। समुद्री सतहबाट करिब 3800 मिटरको उचाइमा रहेको क्याङ्जे गाउँ झट्ट हेर्दा कुनै एउटा सहर जस्तो पनि देखिरहेको थियो। हिमालयको काखैमा अवस्थित क्याङ्जे गाउँ चाहिँ नेपालको अन्तिम गाउँ पनि रहेको रहेछ। यहाँबाट अगाडि कुनै गाउँ पनि नरहेको कुरा हामीले स्थानीयहरूबाट जानकारी प्राप्त गर्यौँ। पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण रहेको क्याङ्जे गाउँमा खान तथा बास बस्नको लागि प्रशस्तै सुविधायुक्त होटलहरू पनि रहेका रहेछन्। हामी पनि क्याङ्जे गाउँमै रहेको एउटा होटलमा बास बस्यौँ। क्याङ्जे गाउँमा हामी बास बसेको होटलमा खाजा खायौँ, केही बेर आराम गऱ्यौँ। भोलि हाम्रो यहाँबाट हिमालय चढेर अगाडि बढ्नुपर्ने यात्रा रहेको थियो अनि आज समय केही बेर अझै बाँकी रहेको कारणले हामी क्याङ्जे गाउँको वरिपरिको दृश्यहरू अवलोकन गर्न साथै क्याङ्जे गाउँको बारेमा रोचक एवं रहस्यमय जानकारीहरू लिन यहाँका होटल सञ्चालक दाजुसँगै अगाडि बढ्यौँ। क्याङ्जे गाउँको नजिकै लाङटाङ लेरुङ हिमालको फेदमा एउटा सुन्दर पोखरी पनि रहेको रहेछ, जुन पोखरी चाहिँ माथि लाङटाङ लेरुङ हिमालको हिउँ पग्लिएर निर्माण भएको रहेछ। यही पोखरीको पानीबाट स्थानीयहरूले विद्युत पनि उत्पादन गरेका रहेछन् र क्याङ्जेन लाङटाङ लगायतका विभिन्न गाउँहरूमा यही उत्पादन भएको विद्युत प्रयोग गरिने रहेछ। हामीले लाङटाङ लेरुङ हिमालको फेदैमा रहेको पोखरीको दृश्यहरू पनि अवलोकन गर्यौँ। लाङटाङ क्षेत्रको पदयात्रामा सबैभन्दा अन्तिम गाउँको रूपमा रहेको क्यान्जिन गाउँ, जसलाई यहाँ रहेको 600 वर्ष पुरानो क्यान्जिङ गुम्बाको नामबाट नामाकरण गरिएको रहेछ। यो क्षेत्रमा खास गरी तामाङ समुदायहरूको बसोबास रहेको कुरा पनि हामीले स्थानीयहरूबाट बुझ्यौँ। साथै यो क्षेत्रमा चाहिँ हत्या, हिंसा र काटमार पूर्ण रूपमा निषेधित पनि गरिएको रहेछ। दर्शकबिन, अब हामी यो क्षेत्रमा हत्या, हिंसा, काटमार किन निषेधित गरिएको छ त यहाँका स्थानीयहरूबाट केही महत्त्वपूर्ण जानकारीहरू लिँदैछौँ। त्यसपछि हामी यहाँ आइसकेपछि छुट्टाउनै नहुने सबैभन्दा महत्त्वपूर्ण ठाउँ, जसलाई क्याङ्जेरी पिक भनिन्छ, त्यहाँ पनि जानेछौँ र तिब्बत देखिने ठाउँको पनि दृश्यहरू अवलोकन गर्न जानेछौँ। हाम्रो भिडियोको महत्त्वपूर्ण भाग चाहिँ अझै पनि बाँकी नै रहेको छ। हामीले गरेको सङ्घर्षपूर्ण यात्रा र हामीले देखेका सुन्दर दृश्यहरू भने प्रस्तुत गर्न बाँकी नै छ। त्यसैले पनि भिडियोलाई अन्तिमसम्म हेरिदिन चाहिँ नछुटाउनु होला। नमस्ते, मेरो नाम चाहिँ सोनुर तामाङ, मेरो घर चाहिँ लाङटाङ हो। अनि यो चाहिँ क्यान्जिङ गुम्बा, अब यो लाङटाङ क्यान्जिङ गुम्बा हो। अहिले चाहिँ हामी लाङटाङबाट चाहिँ यहाँ सारेर यहाँ पनि बस्छौँ, तल पनि बस्छु। अनि यहाँ चाहिँ होटेलहरू छ। होटेलहरू लगभग 35देखि 40वटा होटेलहरू छ यहाँ। सबै होटेलहरू चाहिँ टुरिस्टको लागि हो, विदेशीहरू अब स्वदेशी पाहुनाहरूको लागि धेरै राम्रो छ। अनि वरिपरि सबै हिमाल हो। यो चाहिँ हाम्रो ठुलो हिमाल लाङटाङ लेरुङ भन्छ हामी त्यसलाई। हजुर, लाङटाङ लेरुङ। अनि त्यसलाई चाहिँ हामी यो लाङटाङवासीले चाहिँ एउटा कुल देवताको रूपमा नि मान्छौँ हामीले। ए हजुर। यो साउन महिनामा चाहिँ एउटा ठुलो यो दुप्पो छिजु भन्ने एउटा जात्रा लाग्छ यहाँ। त्यतिखेर चाहिँ हामीले यो हिमाललाई चाहिँ पूजा गर्छौँ हामी सबै लाङटाङवासीले चाहिँ पूजा गरेको हिमाललाई चाहिँ पूजा गरेर अनि एउटा याक चढाउँछौँ हामीले। एउटा राम्रो कलरको चाहिँ एउटा याक पनि यो देवताको नाममा हामीले याक चढाउने हिमाललाई दिनुहुन्छ देवतालाई। हजुर हजुर, त्यसरी चाहिँ हामीले एउटा डुप्पो छिजु भन्ने पर्व मनाउँछौँ। हजुर। अनि यो सबै यो किमजुङ भन्छ यसलाई। यो चाहिँ क्यान्जिङ भ्यू हो हाम्रो। अनि यो लाङटाङ लेरुङ चाहिँ 7234 मिटर हाइट हो। हजुर। यो चाहिँ फिजुङ भन्छ हामीले। यो चाहिँ सिरकोरी हो, माथिको चाहिँ सिरकोरी। हजुर। यहाँ हुने प्रत्येक यो अब पर्यटकहरू चाहिँ त्यहाँ चाहिँ उनीहरू चाहिँ पुग्न चाहन्छ। अलिकति त्यो 5000 मिटर हाइटमा छ। कति पुग्छन् कति पुग्दैनन्। प्रायः जस्तो चाहिँ यो क्यान्जिन 4300 र 4700मा चाहिँ प्रत्येक पर्यटकहरू चाहिँ पुगेको हुन्छ। अनि त्यसको पछाडि चाहिँ हाम्रो याला पिक भन्ने चाहिँ एउटा फेमस पिक हो यहाँको। याला प्रायः जस्तो चाहिँ अब नेपालीहरूको अब टुरिस्टहरूले चाहिँ त्यो याला पिक चाहिँ चढ्ने गर्छन्। यो 5500 मिटर हाइट हो।
अनि यहाँबाट देखिने यो ठुलो हिमाल चाहिँ काङछेम्पो भन्छ हामी यसलाई, यसको नाम चाहिँ काङछेम्पो। काङछेम्पो काङछेम्पो, काङ भनेको चाहिँ टिबेटिनमा चाहिँ हिमाललाई भन्छ हामी, छेम्पो भनेको चाहिँ ठुलो ठुलो हिमाल। त्यसको पछाडि चाहिँ लाङसिसो पर्छ, अनि दोर्जेलाप्पा, त्यसपछि लाङटाङ्री, मरिमातो भनेको चाहिँ धेरै हिमालहरू चाहिँ त्यसको पछाडि त्यहाँ लाङसिसो पुगेपछि हामीले देख्न सक्छौँ। त्यसको पछाडिबाट चाहिँ तिलमान पास भन्ने एउटा पास छ, त्यहाँबाट चाहिँ 5 पोखरी पुगिन्छ। अनि यता चाहिँ गन्जाला पास भन्छ, गन्जाला पास भन्छ, ठ्याक्कै पछाडि पर्छ। गन्जाला पास गरेर चाहिँ हामी तार्गे गाउँ निस्किन्छौँ। हेलम्बु तार्गे गाउँ। हजुर, अब यो चाहिँ रसो जिल्ला हो, रसो जिल्ला। कति दिनमा निस्किन्छ गन्जाला पास? त्यहाँबाट चाहिँ 3 दिनमा चाहिँ हामी तार्गे गाउँ 3 दिनमा पुगिन्छ। यो हिमाल चाहिँ नाया गाउँको भन्छ हामीले, हिमाल हो। हजुर हजुर, यो कटेर जानुपर्छ। अनि जस्तो कुरामा कुरा आइगयो होइन, यो हिमाल तपाईँहरूले पूजा गर्नुहुन्छ र यहाँ कोही चढ्न गयो भने चाहिँ त्यहाँ मान्छेहरू डेट हुने पनि चान्स बढी हुन्छ भन्छ धेरै नि? चान्स बढी हुन्छ। पोहोर सालले अब यहाँ 4 जना चाहिँ चढेको, त्यहाँ अब 1 जना मऱ्यो, हजुर, 2 जना चाहिँ सकेन, 1 जनाले चाहिँ चढ्यो। त्यो मर्ने 2 जना चाहिँ चढेछ, फर्किने क्रममा 1 जना चाहिँ के कसरी त्यही मऱ्यो। पछि लास पाउनु नि धेरै गाह्रो, पछि आएर चाहिँ त्यो हेली रेस्क्यु गरेर लास चाहिँ लगेर गयो। भनेपछि यसको अद्भुत शक्ति छ भन्ने प्रमाणित पनि यो अब कुराले गर्छ नि होइन? धेरै अब 8000 मिटर हाइट भन्दा यो डेन्जर छ। यो जस्तै यो यतापट्टिकोलाई चाहिँ तोर्माको रूपमा पनि लिइन्छ भन्ने पनि बुझ्यो होइन? यो पाहाडलाई हजुर हजुर भनेको यो प्राकृतिक रूपमै बनेको होइन? प्राकृतिक, हजुर हजुर। त्यसो भएकोले यो हिमालको चाहिँ अद्भुत क्षमता पनि छ र यहाँ चाहिँ तपाईँहरूले पूजा गर्नुहुन्छ। हजुर, यहाँ चाहिँ धेरै अब यहाँ हामीले काटमाट धेरै गऱ्यो, अब धेरै यहाँ चाहिँ अब फोहोर पदार्थहरू धेरै जलायो भने यहाँ हिउँ पहिरोहरू आएर चाहिँ धेरै क्षति पुर्याउने सम्भावनाहरू। यहाँ पनि अहिले चाहिँ जस्तो अलिकति फोहोरहरू गर्ने त्यस्तो अब भनौँ न प्राकृतिक भन्दा अलिकति विपरीत काम गर्दाखेरि चाहिँ केही न केही धेरै समस्या हुन्छ, समस्या आउँछ है? धेरै अब यो रबर जस्तो जन्यहरू अब त्यो धेरै चिजहरू जलायो भने यहाँ चाहिँ हाम्रो फोहोर हुन्छ नि त। हजुर, जस्तै हामीले नि अब एउटा फोहोर जलाउँदा हामीले त्यो पुसमुस भयो जस्तै भगवान्लाई त्यो हुन जान्छ। अनि काठमारहरू निषेध छ कि छैन? काठमार पनि पुरै निषेध हो? ए भनेपछि बाहिरबाट ल्याएर खायो भने खायो, यहाँ काठमार निषेधित हो? पहिल्यैदेखि थिएन पनि, अहिले पनि छैन। भनेपछि दर्शक पनि यहाँ पनि छोरोल्पाको बेदिङमा जस्तै काठमार निषेधित छ पुरै, र यो हिमाललाई यहाँको स्थानीयहरूले देउता मानेर पूजा गर्ने गर्नुहुन्छ। त्यहाँदेखि पारि टिबेट होला है? त्यो पछाडि टिबेट हजुर, टिबेट गाउँ चाहिँ यो लास्टै हो, लास्टै गाउँ हो नि त, अब यहाँबाट उता छैन। अन्तिम गाउँ यही हो। अनि यता पारि तिब्बतको चाहिँ गाउँहरू नजिकै देखिन्छ कि माथि डाँडातिर गयो? पछाडि अब त्यो माथि पुग्यो भने चाहिँ उता चाहिँ अब लेन्दे भन्नेहरू। क्यान्जेङ गाउँको बारेमा हामीले स्थानीयहरूबाट महत्त्वपूर्ण जानकारीहरू प्राप्त गऱ्यौँ। साथै क्याङ्जे गाउँबाट देखिने विभिन्न हिमालयका श्रृङ्खलाहरूको नाम पनि स्थानीयहरूले हामीलाई जानकारी गराइदिनु भयो। क्याङ्जे गाउँमा हत्या हिंसा निषेधित गर्नुको कारण र त्यसको रहस्यको बारेमा पनि हामीले स्थानीयहरूबाट जानकारी प्राप्त गऱ्यौँ। खास गरी क्याङ्जे गाउँको नजिकै रहेको लाङटाङ लेरुङ हिमाल, जसलाई यहाँका स्थानीयवासीहरूले देउता मानेर पूजाआजा गर्नुहुँदो रहेछ। यो क्षेत्रमा हत्या हिंसा गर्दा लाङटाङ लेरुङ हिमाल रिसाउने र हिमालबाट अचानक हिउँ पहिरो आएर गाउँ नै बगाउने, गाउँका मान्छेहरूको मृत्यु हुने लगायतका विभिन्न दुःख कष्टहरू पहिलादेखि नै यहाँका स्थानीयहरूले खेप्दै आएका रहेछन् र पछि यो क्षेत्रमा काठमार निषेध गरेपछि भने शान्त रहेको कुरा पनि स्थानीयहरूबाट बुझ्यो। त्यसै कारणले गर्दा पनि यहाँका मानिसहरूले हत्या हिंसालाई पूर्ण रूपमा निषेधित गरेको कुरा पनि हामीले स्थानीयहरूबाट जानकारी प्राप्त गऱ्यौँ। अब हामी भोलि यसै क्षेत्रमा रहेको एउटा यस्तो पिक चढ्न जाँदैछौँ जुन चाहिँ निकै रोचक र रहस्यमय पनि रहेको छ, जुन पिकलाई पनि यहाँका स्थानीयहरूले देउता नै मानेर पूजाआजा गर्ने गर्दछन्, साथै आयु लामो होस् भनेर कामना पनि गर्दछन्। हामी त्यही पिक चढ्न भोलि जानेछौँ र पिक चढ्न जाँदा हामीले गरेको सङ्घर्षपूर्ण यात्रा र बाटोबाट देखिएका सुन्दर दृश्यहरू पनि तपाईँहरूमा प्रस्तुत गर्नेछौँ भने पिक सब्मिट गरेपछिदेखि नै विभिन्न हिमालयका श्रृङ्खलाहरूको सुन्दर दृश्य पनि तपाईँहरूमा प्रस्तुत गर्नेछौँ र पिकको रोचक तथ्य र रहस्यहरूको बारेमा पनि स्थानीयहरूबाट थप जानकारी लिने नै छौँ। भिडियो अझै रोचक हुनेवाला छ, अन्तिमसम्म हेर्न चाहिँ नछुटाउनु होला। काशीदेले तिम्रो नाम के हो? अनि तिमी कहाँ बस्छ? पढ्दैन? यहाँ स्कुल छ? ए
ल ठिक छ देउता सेउटालाई चढाउँदाखेरि त्यहाँबाट चाहिँ पिठो झिकेर पिठो राख्ने स्पेसल पट हो त्यो यो चाहिँ तुङमा खाने भाँडा यो यतापट्टि यो टुप्पो खाने भाँडो होइन कि छ्याङ राख्ने ए त्यसमा छ्याङ राख्ने पूजा छ्याङ राख्ने पूजा गर्दाखेरिको छ्याङ राख्ने क्याङ्जे गाउँका मानिसहरूको जनजीवन तिब्बतसँग मिल्दोजुल्दो पनि रहेको रहेछ। यहाँका मानिसहरू बुद्ध धर्मप्रति आस्थावान रहेका रहेछन्। हामीले केही बेर क्याङ्जे गाउँका स्थानीयवासीहरूको जनजीवन र रहनसहनको बारेमा पनि अवलोकन गर्यौँ। भोलिपल्ट बिहानै उठेर केही खाजा खाएर हामी हाम्रो गन्तव्यतर्फ अगाडि बढ्यौँ। यसरी अब हाम्रो यात्रा अगाडि बढिरहेको छ। हामीले भर्खरै छोडेर आएको गाउँ क्याङ्जे यस्तो देखिन्छ, एउटा कुनै सहर जस्तो र स्विजरल्यान्ड भन्दा पनि अझै सुन्दर कि हाम्रो नेपाल कति सुन्दर छ भन्ने कुरा यो दृश्यले प्रस्तुत पनि गर्छ। क्याङ्जे गाउँबाट बिहानै उठेर हामी हिमालयका श्रृङ्खलाहरूलाई चुम्न, हिमालयका सुन्दर श्रृङ्खलाहरूलाई नजिकैबाट अवलोकन गर्न अगाडि बढ्यौँ। बाटो पुरै उकालो रहेको रहेछ। 3800 मिटरबाट यात्रा सुरु गरेको हुनाले उकालो बाटोको यात्रा गर्दा निकै सङ्घर्ष पनि भइरहेको थियो। यात्रा गर्न त्यति सहज पनि थिएन। हामीसँग क्याङ्जेन गाउँको स्थानीयवासी दाई पनि साथमै हुनुहुन्थ्यो भने हाम्रो 65 वर्ष पुगिसक्नु भएको नामगेल दाई पनि साथमै हुनुहुन्थ्यो। नामगेल दाईको यो ऊर्जा देख्दा चाहिँ मलाई अचम्मै पनि लागिरहेको थियो। हामीले छोडेर आएको गाउँ तल देखिरहेको छ। यतापट्टि हिमाल छन् पारिपट्टि र हामी लगभग 1.5 घन्टामा त्यो गाउँबाट उकालो चढेर यहाँ आइसकेका छौँ। यहाँ केही बेर विश्राम गरेर अनि अगाडि बढ्दैछौँ। जुस खाएर इनर्जी हुन्छ भनेर होइन। यो सिवाक थ्रोन जुस हजुर भनेको यो चाहिँ हजुर यो 4000 मिटरदेखि माथि हुन्छ यो हिमाली। ए हजुर यो डालेचुक भन्छ। यो दुई थरी हुन्छ। एउटा चाहिँ तल अलि लालपाङतिर हुन्छ। त्यो भन्छ चाहिँ यो धेरै मिठो। ए यसले चाहिँ अनि राम्रो पनि गर्छ होला है। यसले चाहिँ हिमाल चढ्दा चाहिँ यो सिवाक थ्रोन जुस खाएर चाहिँ सिवाक थ्रोन यो चाहिँ फल छ अनि यसलाई कलेक्सन गरेर बनाउने सानो दाना हुन्छ। ए हजुर यो खाएर चाहिँ हिमाल चढ्यो भने 100% सक्सेस हुन्छ। भनेपछि चाहिँ यो जुस त अनि एकदम इम्पोर्टेन्ट रहेछ। यो प्रकृतिले पनि ठाउँ अनुसारको निर्माण गरिदिएको है। यो चाहिन्छ यस्तो ठाउँमा भनेर। यो नभइकन हिमाल सम्भव त्यति हुँदैन। ए ल म यो जुस चाख्दैछु है त। वाउ मिठो पनि रहेछ। मिठो छ। दाइले पनि जुस लिँदै हुनुहुन्छ है त। उकालो चढ्नलाई सहज। केही मिक्स छैन, यहीँ बनाएको यिनीहरूले। ए हजुर अर्ग्यानिक। हिजो हामी तल देखेको थियौँ यसो सानो धामा पाएँ। ए त्यसको ए त्यसबाट बनेको। ए त्यो तल थम्सअप भन्ने ठाउँको तलतिर पाइन्छ यो। ए हजुर हजुर। ए जति पुरानो राख्यो त्यति झन् दबाई हुन्छ। ए हेल्दी पनि भयो र ए हुन्छ ठिक। रेड बुलहरू त बेकार त्यो सर के केमिकल हालेर बनाएको नि ओरिजिनल हो। हामी उकालोमा ठाउँमा विश्राम गर्दै यहाँको लोकल फुडहरू जुन फ्रुट्सहरू खाँदै अगाडि बढिरहेका छौँ।
र भ्यू चाहिँ एकदमै सुन्दर देखिरहेको छ अहिले। अब यतिखेरको समय सबैभन्दा राम्रो चाहिँ के हुन्छ भने हिमालहरू खुलिरहेको हुन्छ। हुन चाहिँ जाडोयामको समय पुस माघको समय यात्रा गर्न अझै गाह्रो हो, तर हिमाल हेर्नको लागि चाहिँ सबैभन्दा उपयुक्त समय हो यो चाहिँ। र यसरी भ्यू हेर्दै हेर्दै हामी अगाडि बढिरहेका छौँ। अडतिस मिटरबाट यात्रा सुरु गरेर अहिले हामी 4100 मिटर अगाडि बढिसकेका छौँ। जम्मा 300 मिटर हामीले उचाइ गेन गरेका छौँ र अझै 4700 पुग्नुपर्छ भने चाहिँ अझै 600 मिटर हामीले उकालो कट्न बाँकी नै छ। यो पिकबाट पनि अझै कति जानुपर्ने हो केही थाहा छैन। माथि मान्छेहरू फर्किँदै गरेको देख्न सकिन्छ। हामी चाहिँ सुवा हुँदै अगाडि बढिरहेका छौँ। अब म चाहिँ कसरी यात्रा गरिरहेको छु भन्ने तपाईँहरूलाई लाग्न सक्छ। यसरी टावेल ओढेको छु, टोपी लगाएको छु, ओठमुख फुटेर यस्तो भएको छ। सुवा भइरहेको छु, बोलीबाट थाहा पाउनु भएकै छ। र पनि यो कठिन यात्रा पार गर्दैछु सुन्दर दृश्य हेर्नका लागि। हामी यसरी ठाडै उकालो चढि नै रहेका छौँ। लगभग 2 घन्टा हुन लागेको अवस्था छ। अनि यतापट्टि लाङटाङ पिक चाहिँ लाङटाङ हिमाल चाहिँ अहिले छल्लिसकेको अवस्था छ यहाँबाट भित्र। माथिबाट हामी हेरे नै छौँ र माथिबाट चाहिँ दोर्जे लाक्पा लगायतका धेरै हिमाल एकै ठाउँबाट पनि देखिन्छ र उता तिब्बतपट्टिका हिमालहरू पनि हामी अवलोकन गर्ने नै छौँ। यहाँबाट चाहिँ तल हेर्दा पोखरी देखिन्छ। यो चाहिँ माथि हिउँ पग्लेर आएको पोखरी, निर्माण भएको पोखरी र यो पोखरीबाट चाहिँ विद्युत उत्पादन पनि गरिएको छ। तल हाइड्रो पावर कति क्षमताको छ दाइ? 100 किलोवाटको। यो गाउँलाई पुग्छ? ए गुम्बा डाँडासम्मको लागि चाहिँ यहाँको बिजुली, यहाँ उत्पादन भएको बिजुलीले पुग्छ भनेपछि हिमालले मानिसहरूलाई के चाहिँ दिएको छैन भन्ने एउटा प्रमाण पनि हो। यो हिमालले मानिसलाई धेरै कुराहरू दिएको हुन्छ र यहाँका स्थानीयहरूले यिनै हिमालहरूलाई देउता मानेर पूजा पनि गर्ने गर्छन्। हामी उकालोमै अगाडि बढिरहेका छौँ। तल हाम्रो दाइहरू आउँदै हुनुहुन्छ र हामीसँग आउने एकजना साथी चाहिँ सायद फर्किनु हो, तलसम्म आउनु भएको थियो, उहाँलाई चाहिँ भेटिएको छैन र अब हामी अगाडि नै बढ्दैछौँ। डाँडाकाँडाहरू हिमालहरू हेर्दै हेर्दै अब अझै सुन्दर दृश्य चाहिँ देखिन बाँकी नै छ। हामी डाँडाको टुप्पोमा पुगेर देखिने अद्भुत दृश्य साथै यहाँका रोचक रहस्यमय ठाउँहरू, यहाँको रोचक कथाहरू पनि प्रस्तुत गर्नेछौँ।
क्याङ्जे गाउँबाट यात्रा सुरु गरी उकालै उकालो बाटोको सङ्घर्षपूर्ण यात्रा गरी करिब 2.5 घण्टाको यात्रापछि हामी क्याङ्जेरी पिक भएको ठाउँमा पुग्यौँ। क्याङ्जेरी पिकको उचाइ समुद्री सतहबाट करिब 4400 मिटरको आरारीमा रहेको रहेछ, जहाँबाट विभिन्न हिमालयका श्रृङ्खलाहरूको दृश्यहरू अवलोकन गर्न सकिने रहेछ। हाम्रो यात्रा चाहिँ अझै पनि बाँकी नै थियो। हामीले अझै अगाडि माथि देखिरहेको डाँडा पनि कट्नु पर्ने रहेछ। हामी केही बेर क्याङ्जेरी पिकबाट देखिने दृश्यहरू अवलोकन गर्न साथै क्याङ्जेरी पिकको रोचक रहस्यको बारेमा पनि बुझ्न त्यतैतर्फ अगाडि बढ्यौँ। अहिले चाहिँ हामी ठिक्क चाहिँ यो क्यान्चिङ गुम्पाको चाहिँ क्यान्चिनरीको टपमा छौँ हामी। हजुर, यो क्यान्चिनरी चाहिँ खास यो चाहिँ अहिले जुन पर्यटनहरू आउने क्रममा चाहिँ यसको नाम अलिकति चेन्ज पनि भयो। पहिला हाम्रो स्थानीय भाषामा चाहिँ यसको नाम चाहिँ भ्रानाछुम्पो भन्छौँ। भ्रानाछुम्पो भनेको चाहिँ कालो डाँडा र ठुलो आकारमा चाहिँ ठुलो भन्ने बुझिन्छ। अनि यहाँ चाहिँ अब परम्परा अनुसार चाहिँ वर्षै पछि आफ्नो चाहिँ अलिकति के भने अब लङ लाइफको लागि चाहिँ हामीले प्रगति कामना गर्दा उत्तर अब आफ्नो जीवन उमेर प्रगतिको कामना गर्नको लागि चाहिँ यहाँ चाहिँ सम्पूर्ण चाहिँ अब जो कोही पनि आएर चाहिँ यहाँ चाहिँ बुद्ध धर्मको यहाँ चाहिँ यो झन्डा राख्ने गर्छ। यहाँ यो चाहिँ अब जुनै बेला पनि आएर चाहिँ हामीले यहाँ राख्न सकिन्छ। मुख्य गरी चाहिँ यो चाहिँ पछिल्लो समयमा चाहिँ यो जति पनि यो लाक्टा एरियामा चाहिँ आउनुहुने यो पर्यटकहरूको चाहिँ एउटा गन्तव्य स्थल बनेको छ। यो एकदमै सजिलो, 12 महिना चाहिँ हामी आउन सकिन्छ। हिउँ पर्दा पनि यहाँ आउन सकिन्छ र बर्खा महिना पनि आउन सकिन्छ। अब यो पछिल्लो समयमा चाहिँ अब 12 महिना चाहिँ मान्छे यहाँ आइरहन्छ। जो कोही पनि यहाँ यो लाङटाङ ट्रेनमा चाहिँ आउँदाखेरि यहाँ चाहिँ नपुगिकन फर्किने भन्ने चान्सै हुँदैन। उनीहरू लगभग 99% चाहिँ यो क्यान्जुरी यो चाहिँ अब अहिले चाहिँ हामी अहिले नाम फेरेर चाहिँ हामीले लोवर क्यान्जुरी र अप्पर क्यान्जुरी भन्ने यहाँ दुईवटा छ। यो चाहिँ लोवर क्यान्जुरी हो। अब पुग्न सक्ने र नसक्ने कुरो हुन्छ। सक्ने जतिले त अब माथि अप्पर क्यान्जुरीमा पुगेर फर्किन्छ। अब नसक्ने जतिले यहाँ यो 4300 मिटर हाइट हो, यहाँसम्म पुगेर चाहिँ यहाँको मनोरम दृश्यहरू चाहिँ हेरेर आफ्नो चित्त बुझाएर खास अनि यो क्यान्जुरीको चाहिँ आयु पनि माग्ने होइन, आयु माग्ने आफ्नो जीवन चाहिँ लामो आयुसम्म बाँच्न पाऊँ भन्ने कामना गर्नको लागि पनि आउनै गरिन्छ। नयाँ जन्म राखेर चाहिँ आफ्नो आयु बढाउने यस्तो मान्यता छ। वरिपरि चाहिँ यहाँ लाङटाङ लेरुङ हिमाल यो हो। लाङटाङ लेरुङ हिमाल यो चाहिँ जुन लाङटाङ बासिन्दाहरूको चाहिँ हाम्रो चाहिँ कुल देवता भन्ने चाहिँ हामीले मानिन्छ। यसलाई चाहिँ आस्थाको केन्द्र। हजुर, वर्षमा एकचोटि चाहिँ यो साउनतिर चाहिँ हाम्रो पूजा गरिन्छ यसमा। उहाँको नाममा चाहिँ एउटा चाहिँ हाम्रो एउटा याक पनि चढाउँछौँ यसमा र पूजा चाहिँ 1 हप्ता जस्तो त्यतिखेर चाहिँ साउनमा चाहिँ पुरै लाङटाङवासी यहाँ जम्मा भएर चाहिँ पूजा आज गरेर चाहिँ रमाइलो गरेर चाहिँ चाडपर्व मनाउँछौँ। र यो चाहिँ पुरा अब यो उता यल्लो खर्क पर्छ, यल्लो पिक पर्छ। यल्लो पिक चाहिँ युग हिमाल भन्ने यो पछाडि छ। यो चाहिँ किमजुङ हिमाल भन्छ। किमजुङ हिमाल भन्छ। यहाँबाट चाहिँ अलिकति त्यो यो ग्लेसियर छ। ग्लेसियरको पछाडि चाहिँ युब्रा हिमाल पर्छ। युब्रा हिमाल नेपालको कि टिबेटको? अनि यो नेपालको यहाँबाट चाहिँ एक्सपेडिसन गरिन्छ यहाँबाट। पछाडि चाहिँ टिबेट पर्यो। पछाडि चाहिँ सबै टिबेट हो। अनि यसलाई चाहिँ हामी स्थानीय भाषामा चाहिँ याङ्सा दिन्चे भन्छ हामीले, दाखपचेन भन्छ हामीले। अनि माथि एउटा सानो एउटा राम्रो हिमाल पछि यो खैरेहरू आएर चाहिँ अपडेट गरेको। यहाँ चाहिँ स्थानीय हाम्रो एउटा बहिनीको नामबाट चाहिँ यो म्यापहरूमा चाहिँ अपग्रेड गरेको छ, जसको नाम चाहिँ पेन्जुङ पिक भनेर राखेको छ। पेन्जुङ पिक भनेर। अनि यता कालो यल्लो भन्छ, यो कालो यल्लो भन्छ। यो कालो जति त्यो हाइट होलाहरू चाहिँ। अनि पछाडि चाहिँ देखिने चाहिँ चुच्चो देखिने त्यो चाहिँ यल्लो पिक हो। यल्लो पिक चाहिँ अब जुनै हिमाल उता अब मनसोलतिर अब एभरेस्टतिर जुनै हिमाल ठुल्ठुलो हिमालहरू चढ्दाखेरि चाहिँ यहाँ चाहिँ अलिकति हाई पर्सनको लागि चाहिँ प्रायः खैरहरू चाहिँ यहाँ आएर चाहिँ उनीहरू चाहिँ यो 5500 मिटर हाइट हो। त्यहाँ चढेर चाहिँ उनीहरू फर्किने गर्छन्। यल्लो पिक चढेर चाहिँ अरू हिमाल चढ्न जान्छ। अनि जुन यो सेतु देखिने चाहिँ चेरकोरी हो। यो 5000 मिटर हाइट हो। एकदमै राम्रो दृश्य छ। त्यहाँबाट चाहिँ नजिकिने कुनै पनि हिमाल छैन। अब त्यसपछि गएर त्यो ठुलो हिमाल काङचुम्पो भन्छ। त्यसको पछाडि चाहिँ धोर्जिलापो पर्छ। लङ्सिसरीहरू सबै हिमाल। त्यसको पछाडि चाहिँ जुन 9-10वटा हिमाल चाहिँ त्यसको पछाडि पर्छ। त्यसलाई छेकेको कारणले देख्न सकिँदैन। त्यसको कुनाबाट चाहिँ तिलमान पास भन्ने एउटा
तिलमान भनेको चाहिँ एउटा मलाई याद भएन एउटा देशको नागरिकको नाम हो। उहाँको नाम चाहिँ तिलमान। उहाँले चाहन्छ जुन जुन पास गरेर जानुहुन्छ त्यो पासको नाम चाहिँ तिलमान राखेको रे है। ए त्यसरी हजुर। त्यहाँबाट चाहिँ तिलमान पास गरेपछि उता सिन्धुपाल्चोकको उता 5 पोखरी निस्किन्छ। ए हजुर हजुर त्यहाँबाट आएर चाहिँ यो गन्जला रेन्ज हो। गन्जला पास यहाँ चाहिँ यता गन्जला पास हजुर जुन पास गरिसकेपछि चाहिँ हामीले सिन्धुपाल्चोकको तार्किग्याङ यो अमयाउरी हुँदै तार्किग्याङ निस्किन्छ। निस्किन्छ त्यो पनि धेरै राम्रो ठाउँ छ, सम्भव छ जति पनि मान्छेहरू अब उताबाट नआउने यताबाट जाने हुन्छ। हजुर अनि यता चाहिँ नयाँ गाउँ भन्छ, हामीले नयाँ गाउँ भन्छ। हजुर अनि उता हामी देखिने चाहिँ एउटा रेड क्रस पिक हो, नेपाल रेड क्रस पिक। अब रेड क्रस जति पनि इन्टरनेसनल अब नेसनल जति पनि स्टुडेन्टहरूले चाहिँ त्यहाँ चाहिँ ट्रेनिङको लागि चाहिँ आउने गर्छ। धेरै राम्रो हिमाल छ। हजुर हुन्छ, महत्त्वपूर्ण जानकारी गराइदिनु भयो, हामीलाई यहाँसम्म ल्याउन सहयोग पनि गरिदिनु भयो। हजुरप्रति हृदयदेखि आभार पनि प्रकट गर्दछु। र हजुरको चाहिँ होटल व्यवसाय पनि छ, यसो गेस्टहरू आउनुभयो भने अग्रिम बुकिङको लागि हजुरको कन्ट्याक्ट नम्बर पनि दिनु न। मेरो चाहिँ होटेल मेरो लाङटाङमा चाहिँ हिमालयन बेकरी हो। हजुर। हिमालयन बेकरी जुन चाहिँ मैले विगत 8 वर्षदेखि मैले सञ्चालन गरिरहेको छु। यहाँ क्यान्टिन गुम्बामा चाहिँ मेरो चाहिँ होटेल माउन्टेन भ्यू भन्छ। हजुर। होटेल माउन्टेन भ्यू यदि कोही आउने इच्छुक छ भनेदेखि पहिला होटेल माउन्टेन भ्यू भनेपछि त्यहाँ गुगलमा सर्च गरेपछि निस्किन्छ। र हजुर यो हिमालयन बेकरी क्याफे भनेपछि त्यहाँ सबै मेरो कन्ट्याक्टहरू सबै त्यहाँ कन्ट्याक्ट गरेर आउन सकिन्छ। हुन्छ, हस्। घुम्न आउनु होला, रमाइलो छ होइन। र यो अर्को महत्त्वपूर्ण कुरा, हामी त अहिले पुष महिना हो नि त, पुष महिना आउँछ। पुष महिनामा पनि मजाले आउन सकिन्छ भन्ने पनि यो आजको दृश्यले प्रमाणित गर्यो नि। अब यहाँको स्थानीय तपाईँहरूलाई त गाह्रो हुँदैन, हामीलाई गाह्रो हुन्छ होला भने हामी पनि इजिली आयौँ नि त यहाँ त होइन। के समस्या छैन अब यो, किनभने उता यो साइडबाट चाहिँ घाम यता आउने कारणले चाहिँ यो चाहिँ अब हिउँ पर्दाखेरि नै छिटो हिपिलिने हजुर। सम्भावना भएकोले चाहिँ हिउँमा पनि हामी आउन सकिन्छ। हिउँ नपर्दा त झन् सजिलो भइहाल्यो। ल सम्पूर्ण अब देश विदेशको जो पनि साथीहरू छ होइन, पर्यटक घुम्न आउने साथीहरू चाहिँ आउनु होला, रमाइलो छ। हस्, हुन्छ, एकदमै राम्रो पनि लाग्यो, हामी स्वयंलाई पनि एकदम सुन्दर लाग्यो र हजुरसँग गफ गर्न पाएँ, एकदमै खुसी लाग्यो। धन्यवाद। हामीले समुद्री सतहबाट करिब 4400 मिटरको उचाइमा रहेको लोअर क्याङ्जेरी पिकबाट अप्पर क्याङ्जेरी पिकको दृश्यहरू पनि अवलोकन गऱ्यौँ। वरिपरि आँखाले भ्याउन्जेल चारैतिर हिमाल मात्रै देखिरहेका थिए। वास्तवमै यो क्षेत्र स्वर्गभन्दा सुन्दर पनि रहेको रहेछ। हामीले हेरिरहेका हिमालयका श्रृङ्खलाहरूको नाम पनि हामीलाई स्थानीय दाजुले जानकारी गराइदिनु भयो, जुन अगाडि तपाईँहरूले पनि हेरिसक्नु भएकै छ। र हाम्रो उद्देश्य चाहिँ अप्पर क्याङ्जेरी पिकसम्म पनि पुग्ने रहेको थियो। तर हामीसँग आउने एकजना साथी बिरामी हुनुभयो, जसले गर्दा हामी अप्पर क्याङ्जेरी पिक चाहिँ जान सकेनौँ। अप्पर क्याङ्जेरी पिकको उचाइ चाहिँ समुद्री सतहबाट करिब 4700 मिटरको हाराहारीमा रहेको रहेछ। अनि लोअर क्याङ्जेरी पिकबाट अप्पर क्याङ्जेरी पिक पुग्नको लागि जम्मा 1 घन्टा लाग्ने रहेछ। तर हामीले चाहिँ तलैबाट ड्रोन सट मार्फत अप्पर क्याङ्जेरी पिक वरिपरिको दृश्यहरू र अप्पर क्याङ्जेरी पिकबाट देखिने हिमालयका श्रृङ्खलाहरूको दृश्यहरू अवलोकन गऱ्यौँ। दर्शकवृन्द, समग्रमा आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो त कृपया कमेन्ट गरी अवश्य पनि बताइदिनु होला। भिडियो मन परे धेरैभन्दा धेरै सेयर गरी लाइक पनि गरिदिनु होला। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरूप्रति हृदयदेखि नै आभार प्रकट गर्दै आजको लागि यस भिडियोबाट बिदा हुन चाहन्छौँ। हवस् त, धन्यवाद, नमस्कार।